दाजुभाइ दिदीबहिनीहरू अस्ति एउटा सोशल प्रोग्राममा म एटेन्ड गर्न गएको थिएँ। त्यो एटेन्ड गर्दाखेरि एउटा एथलिट नेपालको नेशनल बास्केटबल वुमेन्स बास्केटबल टिमको एकजना बहिनीसँग मेरो इन्टरेक्सन भयो। असाध्यै उहाँ खेलप्रति असाध्यै माया गर्नुहुन्थ्यो र देशको लागि असाध्यै ठूलो योगदान पुर्याउनु भएको थियो। मालेमा वुमेन्स बास्केटबल टिमले मेडल ल्याएको थियो। यो 2000 मलाई लाग्छ 2019 अथवा 21, त्यो चाहिँ म कन्फर्म भन्न सक्दिनँ। त्यो बेलामा उहाँहरू विनर हुनुहुन्थ्यो। तर उहाँहरूले पाउनुपर्ने ओलम्पिकमा जित्नेलाई, पदक जित्नेलाई यति पैसा, वर्ल्ड कपमा यति पैसा, एसियन गेममा यति पैसा, साफमा यति पैसा भनेर क्लियर छ। अन्तर्राष्ट्रिय टुर्नामेन्टहरूमा यति पैसा चाहिँ नगद पुरस्कार दिने भन्ने क्लियर छ। अहिलेसम्म 3-4 वर्ष भइसक्यो उहाँहरूले केही पनि पाउनु भएको छैन। पलायन मात्रामा उहाँले भन्दै हुनुहुन्थ्यो, सर यहाँ हामीले यत्रो चाहिँ पसिना चुहाएर राष्ट्रको लागि गरेका छौं, तर हाम्रो मूल्याङ्कन छैन भन्नुभयो। मैले पनि भने म पनि 9 वर्ष अन्तर्राष्ट्रिय खेलाडी भएको मलाई थाहा छ। म पनि साफ गेम खेल्दाखेरि त्यो बेला चाहिँ गियर नहुँदाखेरि, एउटा चाहिँ टी सर्ट कट्टु नहुँदाखेरि टी सर्टमा त्यो चकले लेखेर नम्बर त देखाउनु पर्थ्यो। भलिबल खेल्दाखेरि चकले लेखेर खेलेको बहिनी। यो यहाँ यस्तै हुन्, यी कुशासनमा व्याप्त व्यक्तिहरूबाट यही हुन्। तपाईहरूको रगत र पसिनासँग यिनीहरूले खेलबाड गर्छन्। यो खेलबाड अहिलेदेखिको होइन, 35 वर्ष भइसक्यो विगतदेखि नै यो खेलबाड भइरहेको छ। नआत्तिनुस्, तपाईँ आफ्नो कर्म चाहिँ गर्नुहोस् भने उहाँलाई। र अर्को आज एउटा न्युज पढे, सेतो पार्टीमा न्युज पढे, खोखोको च्याम्पियन्सहरू, सिल्भर मेडलिस्टहरूले अहिलेसम्म पुरस्कार पाएको छैन। बोल्न त उहाँहरू बोलिदिनुहुन्छ, एयरपोर्टमा गएर बाजा गाजा सहित स्वागत पनि गरिदिनुहुन्छ, परिक्रमा पनि गरिदिनुहुन्छ, तर दिनुपर्ने पैसा दिनु हुँदैन। उहाँको एउटा कोचको वेदना पनि मैले पढे। उहाँले ऋण तिर्नको लागि यदि यो पुरस्कार बोलेको कुरा पुरस्कार दियो भने म ऋण तिर्थे पनि भन्नुभयो। हेर्नुहोस् त कति कमिटेड छन्, कति बिजोग छ यो देशको अवस्था। कति दयनीय अवस्थामा पनि, यस्तो दयनीय अवस्था पनि खेलाडी भाइ बहिनीहरूले, कोचहरूले आफ्नो कर्म गरिरहनु भएको छ यो राष्ट्रको लागि, पसिना बगाइरहनु भएको छ यो राष्ट्रको लागि। तर त्यो पसिना बगाइरहेको मान्छेको मूल्याङ्कन गर्ने ठाउँमा बसेका मान्छेहरू बेमानी भएपछि, अपराधी भएपछि, भ्रष्टाचारी भएपछि कसको के लाग्छ? फेरि यो दोष पनि हामी नागरिकलाई नै लाग्छ, किनभने हामीले नै छानेर गएका मान्छेहरू त्यो ठाउँमा पुग्छन्। अनि यस्तै बेमानहरूलाई यदि हामीले बारम्बार छानेर भोट हालेर पठायौं र उनीहरूकैले हामीलाई शासन गर्ने हो भने हामी बाध्य हुनुपर्छ यिनीहरूको बेमानी, यिनीहरूको कुशासन, यिनीहरूको भ्रष्टाचारी ठूलो हेरेर। त्यसकारणले आगामी दाजुभाइ दिदीबहिनीहरू, म पार्टी विशेष भन्न चाहन्न, जो असल छ, जो राम्रो छ, जो व्यावसायिक छ, जो इमानदार छ, जो नैतिकवान छ, जसले तपाईलाई माया गर्छ, नेपाल आमालाई माया गर्छ, ती व्यक्तिहरूलाई तपाईले मूल्याङ्कन गरिदिनुपर्छ। त्यो गरिदिनुहोस्। र फेरि अनुरोध गर्दछु नेपाल सरकारलाई, खेलाडीहरूले नपाएका पुरस्कार दिने भन्ने एउटा स्पष्ट लेखेको यति पुरस्कार दिने भन्ने कुरा तुरुन्त दिइदिनुहोस्। र त्यो कोच, खोखोको कोचलाई दाङको हुनुहुँदो रहेछ, बडा मेहनती हुँदो रहेछ, उहाँले पाउनुपर्ने र उहाँको सम्पूर्ण टिमले, वुमेन्स मेन्सको सम्पूर्ण टिमले पाउनुपर्ने पुरस्कार तुरुन्त दिने व्यवस्था मिलाइदिनुहोस्। यदि दिन सक्नु भने त्यो कुर्सीमा किन बस्नुहुन्छ तपाईहरू? किन बस्नुहुन्छ? त्यो कुर्सी ओगटेर बस्नु तपाईलाई नैतिकताले दिँदैन। अब हुन त तपाईको के नैतिकता छ र नैतिक बल त सबै स्खलन भइसकेको छ। वाच गरौँ अब दाजुभाइ दिदीबहिनीहरू, यस्ता क्यारेक्टरहरूलाई हामीले वाच गर्नुपर्दछ र तपाईहरूको धर्म, राम्रो मान्छेलाई राम्रो भन्ने, खराबलाई खराब भन्ने त्यो क्षमता तपाईँ हामीले वृद्धि गर्नुपर्छ र यो देशलाई हामीले ट्र्याकमा ल्याउनुपर्छ। यो हामी सबैको जिम्मेवारी हो। नमस्कार।